यस्तो छ टोसहरू यो चाहिँ उहरू हो फ्रिजहरू छ फ्रिज एउटा किन्नु भनेको पैसा छैन साथीहरू अरू त्यत्तिकै कोठातिर राखिन्छ होइन फ्रिज किन्न सक्दैन 400 कति हो भनेको 400 फ्रिजै फ्रिज छ यो सबै वासिङ मेसिन हो फेरि टन्नै छ वासिङ मेसिन कता कता आयो आफ्नै खतरो मोबाइलले काम चलाउनु पर्यो ल हेर यस्तो यस्तो लानुपर्छ नेपालतिर जाँदाखेरि हिटरहरू हेर बिजुलीबाट पकाउने लाउनु पर्यो क्या ल दामी दामी छ ल हेर केटा आज लुलु मार्केट घुम्यो लुलु मार्केटतिर आएको छ साइकल होइन साइकल दाम हेर न दाम 300 350 500 600 सम्म रहेछ हौ दाम बच्चाहरूले हेर्नु नि टन्नै छ ल घर जाने बेला सुर्के यस्तो छ घर जाने बेलामा यस्तो एउटा ल्याउनुपर्छ झोला हेर झोला झोला पनि टन्नै छ झोला टन्नै छ अहिले यत्तिकै हिँडिरहेको छु यत्तिकै छ आज मार्केट घुम्यो क्या साथीहरू पानीको पनि हेर्नुपर्ने छ नयाँ घरमा पानी हाल्ने उनी चाहिएको थियो यस्तो एउटा नामको साथीहरू विदेशमा हेर न कति छ 55 रुपियाँ भनेपछि लगभग नेपालको 1500 पर्ने रहेछ एउटा किधर है आज घुम रहा है लुलु मार्केटमा आएको सामान त कति कति ल हेर न लु पनि देख्छ यहाँ पकडाको गर्ने पनि छ यो पनि लानुपर्ने छ एउटा नयाँ घरमा त फेरि यस्तो पनि चाहियो नि केटा हो यो सफा गर्ने क्या मान्छेले झार्नु पर्दैन यो हावाबाट तान्ने हो क्या फ्याट तान्छ हेर न केटीहरूको मेकअप सेकअप गर्ने पर्दाहरू पनि देखेन हौ पर्दाहरू पनि देख्नुपर्ने छ हेर्नु लुगाहरू बापरे टन्नै छ हौ लुगाहरू त यहाँ एउटा पर्दा हेर न पर्दा एउटा त लानुपर्छ पछि जाने बेलामा छानेर लाग्छ एउटा घरहरू हेर न घरहरू बापरे अहिले म माथि जान्छु लुगाहरू हेर ब्ल्याङ्केटहरू पनि छ ब्ल्याङ्केट एउटा कति पर्छ 49 79 हेरी रहेछ अब लुगा पसलतिर गयो अब जुत्तातिर जान्छ होला जुत्ता हेर न जुत्तामा आम्मामामा जुत्ताको रेट हेऱ्यो भने तर्सिन्छ फेरि ल हेर न जुत्ता बापरे ल हेर जुत्ता देखाउने साथीहरू हेर विदेशको चप्पल रेट टाढो हेरेर आँखा सेको है विदेशको माल कस्तो हुन्छ यस्तै हुन्छ देखिरहेको जुत्ताहरू ल आज चाहिँ पुरै म केटाहरूलाई
घुमाउँछु चप्पल ल्याएर कति कति यस्तो अब कोही लगेर जाँदैछ कुन कुन देशको छ नि अब लस्करै छ ए बेलसेल पनि आइपुग्यो जाँडामा कान छोप्यो भने यसले छोप्ने रहेछ साथीहरू सर्ट पनि हुन्छ अब अफिसमा जागेर खाएन के अफिसमा जागेर खायो भने चाहिँ टाइसाइ लाएर चाहिँ लुगा चाहिँ टन्नै छ महँगो छ क्या लुगा त बाप्रे लुगा त छोइ नसक्दो छ अब लाग्छ होला अर्कोतिर अब कहाँतिर जानु पर्यो भने चप्पलतिर ए जुत्ता हेर न जुत्ताको रेट हेर भने मान्छे तर्सिन्छ मोबाइल किन्न सकेन जाएर एकचोटि 1 लाखसम्मको हेऱ्यौ त्यसपछि पैसा दिने माया लाग्यो क्या त्यहाँबाट फर्क्यो केटाहरू साथीभाइ हो मेरो भिडियो हेरेर लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला है अब म गयो बच्चाहरू नै छन् टन्नै जता पनि सुर्केस मात्रै देख्छु त हो अब झोलातिर गइरहेको छु जाने बेलामा चाहिँ एउटा यस्तो झोला हाल्नुपर्छ यस्तो हेर्न जानु यहाँको केटीहरू चाहिँ यस्तो लुगा लगाएको हुन्छ है साथीभाइ हो हेरेर चित्त बुझाउनु देख्दैन होइन अनुहार सब सबै हुन्छ गाडीमा सुत्नु पऱ्यो भने यस्तो लाउने हो क्या गाडीमा बसमा हिँड्ने बेलामा यस्तो लगायो अनि हिँड्नु बच्चाहरू लागि नि छ हौ बुढियाहरू टन्नै छन् बुढाबुढीहरू आनन्दले छ आफ्नो बुढी छैन अब के गर्ने यहाँ नेपालमा छ केटा हो अर्काको बुढाबुढीहरू त अब म बच्चाहरूको गाडी देखाउँछु है यो फुच्चे नि एउटा चलाएर बच्चाहरूको खेल्ने कुरामा आयो हेर्दा साइकल नै छ टन्नै ए गाडीहरू बाइक होइन बाइक बच्चाहरूले खेल्यो भने डेन्जर पो हुन्छ त्यो त यस्तै छ अहिले हिँड्दैछु मार्केटतिर लुलु मार्केटमा यो सबभन्दा ठुलो मार्केट हो क्या यहाँ साउथ इन्डियन हामी बसेको ठाउँमा चाहिँ डेन्जर ठुलो गयो कोही हेरेको छ के बनाएको यहाँ यस्तो छ ठाउँ कति क्या बाप्रे कति ठुलो अब टिभीहरूमा आयो साथीहरू कम ठुलो छ र टिभी बाप्रे भित्रै झ्याङै पार्ला जस्तो छ हौ अब यतातिर हिँड्दैछु घडीहरू म तपाईँहरूलाई भित्रतिर उसमा लान्छु क्या यहाँ हेर्न टिभी बाप्रे साथीहरू अब चाहिँ अर्को भ्लगमा आउँछ है अर्को भिडियो लिएर आउँछु